हेलो गाइज नमस्ते वेलकम टु माई युट्युब च्यानल। आज चाहिँ म बर्थडे भ्लग बनाउन गइरहेको छु। मेरो आफ्नै ठुलो दाइको कान्छी छोरीको बर्थडे भ्लग छ। भ्लग भन्दा पनि बर्थडे छ, त्यही कारणले गर्दा म त्यसैको भ्लग बनाउन गइरहेको छु। के कस्तो हुन्छ भिडियोलाई सुरुदेखि अन्त्यसम्म हेरेर इन्जोय गरिदिनु होला। र जसलाई मेरो भतिजीको बर्थडेको विश गर्न चाहनुहुन्छ, विश गर्नको लागि इन्ट्रेस्टेड हुनुहुन्छ भने तपाईँ सम्पूर्णले कमेन्टमा गएर ह्याप्पी बर्थडे टु यु तन्भी भनेर बर्थडेको विश गरिदिन सक्नुहुनेछ। बर्थडे चाहिँ त्यति ठुलो बर्थडे होइन, सानोतिनो आफ्नो घर परिवारमा जसरी मनाइन्छ, हामी जस्तो मिडल क्लास फ्यामिलीले कसरी मनाउँछन् हो त्यसरी मनाउने छौँ। त्यस्तो हाइफाईवाला होइन, फुल्ली एकदम हाइफाई डेकोरेसनवाला बर्थडे पनि होइन, सानोतिनोवाला है त गाइज। हेर्नुहोस्, सानो डेकोरेसन गरेका छौँ, यति नै हो। धेरै ठुलो राम्रो पनि होइन, यस्तै छ। अहिले चाहिँ यो प्लास्टिक के राखेको छ, यसमा चाहिँ यहाँ केक राखिदिने हो पछि गएर, अनि राम्रोसँग बर्थडे केक काटिदिने हो गाई हुनुहुन्छ। यहाँ चाहिँ बर्थडे गर्लको फादर हुनुहुन्छ, यहाँ चाहिँ बर्थडे गर्लको मम्मी हुनुहुन्छ। लाइट जलाउँदै हुनुहुन्छ चिटिक्क देखिनको लागि। खै त यहाँ बिचमा लाइट छैन, त्यो जल्दैन। यहाँ चाहिँ बर्थडे गर्लको आन्टी हुनुहुन्छ है, यहाँले पनि फुल्ली विश गर्नुहुनेछ र टन्नै गिफ्ट लिएर आउनु भएको छ अरे आफ्नो भतिजीको लागि। होइन त सल्टिना बोल्न पनि आएन के, जिब्रा पनि लटपट गरिदिन्छ क्या बिचबिचमा। यहाँ चाहिँ सोल्टिनाको छोरा पनि क्युट भइसकेछ। गोलु सोल्टिनाको छोरा गोलु। हेलो कस्तो राम्रो भएको छ है। यो चाहिँ नाम के रे तेरो? अनुप बुढा मगर। यो दाईको छोरा हो होइन, आफ्नो अङ्कलको छोराको छोरा भनेपछि हाम्रो भतिजा नै पर्छ है त गाइज। सो गाइज, यहाँ चाहिँ बर्थडे गर्ल फाइनली तपाईँहरूलाई बर्थडे गर्ल ए बर्थडे गर्ल पुरा नाचिराची। आज त भुइँमा खुट्टा छैन क्या बर्थडे गर्लको। यहाँ चाहिँ बर्थडे गर्लको अङ्कल पर्छन् है, पर्छ अरे क्या। मैले त हेर्न आज कतिसम्म बोल्न पनि कतिसम्म सकेको अरे। त्यो चाहिँ रिदन हो, यो चाहिँ बर्थडे गर्लको भाइ हो, वान एन्ड ओन्ली ब्रदर रिदन हेलो भन्न। बर्थडे गर्लको केक आइसकेछ गाइज। ओके, हाउ आर यू फिलिङ? क्यान्डल बाल्न लागिरहेका छन् है। आयुष हो मेरो भाइ। के अरे नाम के अरे बाबुको नाम? निब्यान्स। अदिति हेलो भन्। हेलो अदिति बोल्नै चाहन्ने, बोल हेलो गर। हेलो हेर्नुहोस् गाइज, तन्वीको बर्थडे हो। यहाँ चाहिँ फोटो खिच्ने प्रक्रिया चलिरहेको छ। तन्वीको बाबा, तन्वीको मम्मी, तन्वीको भाइ। तन्वी हेलो बर्थडे गर्ल। यो हात हटाउनु न दाइ, तन्वीलाई देखाउनु दिनुहोस् के, तन्वीलाई देखाइदिनु। तन्वी कस्तो लागिरहेको छ? तन्वी दामी लागिरहेछ नि, खुसी लागिरहेछ ल। यही न, ह्याप्पी बर्थडे टु यु तन्वी। यी तन्वीको मम्मी पनि आज खुसी हुनुहुन्छ, तन्वीको मम्मी पनि आज। अनि आज तन्वीको मम्मीलाई कस्तो लागिरहेछ? एकदम बेस्ट लागिरहेछ, खुसी लागिरहेछ, स्पेशल लागिरहेछ नि। तन्वीको बाबा, तन्वीको के अरे कजन ब्रदर, अनि त्यस पछाडि यो तन्वीको भाइ
त्यसै गरी तन्वीको आन्टी पनि आउनु भएको छ। तन्वीको आन्टी पनि आउनु भएको छ। प्लस तन्वीको के भन्नुपर्छ अरे यो नानीलाई? तन्वीले फुच्चीलाई के भन्ने हो अरे? बधाई। अनि त्यसै गरी यहाँ चाहिँ तन्वीको आन्टी, तन्वीको हजुरआमा, तन्वीको के अरे दिदी, अरू के अरे धेरैजना मिस गरेका छौँ है। यहाँ बर्थडे ब्लगमा देखिन पाएनन्। अप्सराहरू, तनिष्काहरू कोही पनि देखिन पाएनन्। तिनीहरू चाहिँ भूमे मेला हेर्न गएको छन्। त्यही भएर तन्वी तेरो ब्लगमा नि तेरो बर्थडेमा के अरे ठ्याक्कै बर्थडे केक काट्ने बेला के अप्सरा पनि छैन, अनि तनिष्का पनि गइगी भूमे मेला हेर्नको लागि, सरस्वती पनि छैनिन्। तँलाई कस्तो लागिरहेछ? एङ्ग्री होइन? ल सुरु गर्दा हुन्छ। अब चाहिँ ह्याप्पी बर्थडे टु यु, ह्याप्पी बर्थडे टु यु तन्वी, ह्याप्पी बर्थडे टु यु। तन्वीको हालत हेर केटा, हेर साथी हो तन्वीको हालत। ओ माई गड, सिद्धो रे सिद्धो, फिनिस। यिनले है छिर्काइदिएको चाहिँ। तन्वीको हालत हेर, आँखाभरि आँसु, खुसी हुने दिनमा रोइरहेछ। वाह, प्रे गर्दैछ। गुड गर्ल, गुड गर्ल। बाबु यता हो, बाबु साइडमा। ह्याप्पी बर्थडे टु यु, ह्याप्पी बर्थडे टु यु, ह्याप्पी बर्थडे टु यु तन्वी, ह्याप्पी बर्थडे टु यु। She is very happy today. खुसीको सीमा नै छैन क्या यसको आज। काटेर मम्मी र बाबालाई खिलाए, मम्मी बाबालाई खिलाइदे। तन्वीले बाबा मम्मीलाई खुवाइदे पहिला है। गर्मी लागिरहेछ, एसी छैन। अब फ्यान चलाइदिए पनि हुन्छ कि। मम्मीलाई खुवाइदे। यता पनि ल पक्कै। भाउजू एकछिन छोड्दैन त, भाउजू एकछिन उता जान्न। हजुर सुन्नु भएको रहेछ त, कहिले सुन्नुभयो? ए मोटेलाई हेर, मोटेलाई। ओ माई गड, आफ्नो भाइलाई हेर। लभली छ है यो। जन्मदिनको शुभकामना मेरो छोरी मोटुलाई धेरै पढे लेखे हो आमालाई। के रे मम्मी फेरि डाइलग हान्नु त। लाइट बाल्नु पर्दैन आइस भयो। अब धेरै नगरौँ। वाउ तन्वी, वाउ 500 को नोट, 10,000। बाबाले अब तन्वीको हजुरआमाले
11 वर्ष भयो। तन्वी कति 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 हाउ मच? वाउ तन्वी ह्याप्पी पुरै ह्याप्पी के आज त तन्वी त। ल ल ल ल ल एकैछिन ल ल इज ह्याप्पी टुडे। तन्वीको आन्टी लगाइदिइरहनु भएको छ है। आमालाई छिटोको आन्टी रे ल तन्वीको आन्टीले लगाइदिनु लाग्नु भएको छ। ल वाउ अब तन्वीको आन्टीले कति निकाल्नुहुन्छ? हात्ती बाबु नगर त यहाँ भिडियोमा डिस्टर्ब भइरहेछ। ओ माई गड तन्वीको आन्टीले सिधा हात्ती। तन्वी ए भगवान तन्वी रातारात रिच गर्ल रातारात रिच गर्ल बन्दैछिस् त। यहाँ पनि तन्वीको आन्टी हुनुहुन्छ है। यस डबल आन्टी भन्न डबल आन्टी स्क्वायर ए तन्वीको आन्टीले के दिने हो र त? केही पनि नै। के गिफ्ट होला तन्वी? अनबक्सिङ गरिदिहाल खोलिहाल भिडियोमा देखाइदे। तन्वी यता देखाइदे। थ्याङ्क यू आन्टी भन। तन्वी त हिरोनी बाछी के पुरा फोटो के फोटो तन्वी। जोर ल मैले भिडियो बनाएन कालु कालु ल अब चाहिँ तन्वीको अङ्कलले लगाइदिइरहनु भएको छ। यो ज्यानलाई चाहिँ मेन्टेन गरे है। शरीरलाई मेन्टेन गर्नुपर्छ। जहिले चाहिँ म तन्वीलाई म टिका धारण गर्न गइरहेको छु। पहिले मभन्दा पहिले यता गरिरहेको छन् त्यसपछि म ल गर्नु केही हुन्न। केही हुन्न खानु भन्नु त्यही चाहिँ यस्तो मुखमा नअट्ने दिन जस्तो अनि कस्तो खाना त्यो बिचरा। ल रामसँग पढे हुन्छ भन। आज त पुरा तन्वीलाई अहिले मैले आशीर्वाद दिएको छु। धेरै मोटी नभएस्, राम्रोसँग पढेस्, अझै मायालु बन्दै गएस् है। भनेको काम टकाटक है। मलाई पहिलाको बोल तँलाई हो तँलाई मैले होइन र सानो मलाई खाइसकेको छु कि पहिले भाइ खाइसकेको छु। मलाई दिएन मलाई हो र मैले दिने हो कि यसले पहिला दिने? हामीलाई त्यति राम्रो थाहा छैन है। हाम्रो त्यो के अरे अझै राम्रोसँग आधुनिक भएछैन है। अझै पुरानै जमानाको मान्छे गिफ्ट दिएन गिफ्ट मैले गिफ्ट पनि दिन छ। ल है तन्वी अनबक्सिङ गरिदे। ल है मैले त खतरा गिफ्ट दिएको छु। सुन है यसभित्र 1 किलो सुन छ।
अनबक्सिङ गरेर देखाइदेन अनबक्सिङ गरेर खेल तैँले अनबक्सिङ गर्नु कन्बे होइन उसको हातमा त्यस्तो छ त्यही भएर पस्नेवाला केही राखेको छैन नि त्यही भएर बाबुले खोलिदिन्छ बाबु राम्रोसँग देखाइदिउँ त भिडियोमा यो चाहिँ यति राम्रो गिफ्ट आयो भन न एकदम सुट गर्छ भनेर देखाइदिउँ किन देखाइदिउँ लम्बो विद्या वाउ तन्वी तन्वी हिरोनी बन्ने भयो अब त्यो लाएर अब यो देखाइदिउँ बाबु बाबु देखाइदिउँ बाबु तिमीले देखाइदिउँ ओ माई गॉड यो चाहिँ मैले किनिदिएको है तन्वीलाई निब्यान्स ल है गाइस सम्झना सोल्टिना यहाँ देखिनु न सम्झना सोल्टिना मले चाहिँ पहिला भिडियो बनाइराख्थ्यौँ नि तपाईँहरूले देख्नु भएको अहिले 1 साल 2 साल हुन लाग्यो यहाँले बिहा गरेको कति भएर तपाईँले बिहा गरेको 2 साल हुन लाग्यो सम्झना सोल्टिनाको छोरा यति ठुलो भइसक्यो घोरले छोरा नाम भन्दै त गोलु निब्यान्स गोलु हाई निब्यान्स हेलो हाई गरिदियो हाई भन्दियो अंकललाई हाई भन्दियो देख्नुभयो साथीहरू बाबु कति क्युट भइसकेछ नि गोलु अस्ति त बिरामी भएर रोइरहेको थिएँ के आज त पुरा रुँदा पनि रहेछ नि एकपल्ट पनि बाबुको ध्यान एकातिर छ हेर्नुहोस् ल गाइस अहिले चाहिँ तन्वीको अङ्कलले टिका लगाइदिन लागेको छ तन्वीले यति उइस हो कि भनेको मानेस् राम्रो पढेस् हल्ला नगरेस् सुन्ने पनि गर्नुपर्छ नि अनि विशेषहरू मैले तँलाई दिइरहेको छु अब आउने दिनमा तैँले नगरेस् त्यस्तो कामहरू देखिस् तन्वी तन्वीलाई सानो ओ माई गॉड ओ नो 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 त्यत्रो पनि वाह तन्वी आज रिच रातारात रिच के रिच गर्ल tonight you are going to be rich girl चाहिँ खाना खाइरहनु भएको छ अच्छा कर्मा हो हेलो आउनु दिदी नमस्ते वेलकम हाई दिदी पनि आउनु भएको छ मेरो ब्लगमा देखिनु हेलो भनिदिनु यहाँ चाहिँ अचार टक्क लाएर यहाँ चाहिँ खाना खाने प्रोग्राम भइसकेको छ तपाईले लगाइदिनु भयो यहाँ लगाइदिएको देखाउनु पर्ने ओके तपाईँ हामी यहाँ फुच्चेहरू लगाइदिएको त्यो पानी त्यो ढाके भए हुन्थ्यो ज्ञानी बाबु यता लगाइदिउँ टिका मात्र लगाइदिउँ मैले पनि उसैको लगाइदिएको हल्का ल हेर्छ के पैसा दिनु पर्यो बाबु मम्मीले दिनुभएको थियो त अनि टिका लगाइदिनु पाएको मान्छे जस्तो थ्याङ्क यू भन्नुपर्छ नि त रमाइलो लागिरहेछ डह्रो रमाइलो भइरहेछ होइन अझै कोकसलाई जोडले सुन्ने गरे लाई पिट्न मन लागेको छ हो कि नै तिनीहरू घुम्ने मेला हेर्न गएको छन् के
बबाल हाँस्छ ओइ त्यो बबाल हाँस्छ यार बबाल ल बस भल गर लौ सिद्धि है स्टप आजको भ्लग चाहिँ यत्तिकैमा एन्ड गर्न चाहन्छु जो जतिले भिडियो हेरेर साथ दिनुभयो लाइक कमेन्ट सेयर पनि गरिदिनु होला सब्सक्राइब गर्नुभएको छैन भने नयाँ हुनुहुन्छ भने सब्सक्राइब पनि गरिदिनु होला ओके बाई बाई टेक केयर आइसक्यो टन्ने आइसक्यो है तन्वीले जोजोलाई आयो भने रिसाइरहेको थिइन् नि त्यही कारणले गर्दा अहिले यिनीहरू ठ्याक्कै घुम्ने मेला हेरेर पनि आइसके सरस्वती पनि आइसकिन् के अरे तनिष्का सरस्वतीको दिदी पनि आइसके उसको फुपू पनि आइसकेका छन् सबै आइसकेका छन् त कस्तो रिसाइस नि ल है बिमला दिदी सबै तर्दिन्छन् बिल्लाले मान्दैन Happy birthday to you. जन्मदिनको धेरै धेरै शुभकामना काम गर्नुस् रिसिने काम नगर्ने कामहरु कुरु मान्ने अनि दिदीले भनेको धेरै नरिसाउने मम्मी बाबालाई सधैँ खुसी राख्ने लभली वर्ड है ल थ्यांक यू दिदी भन्न अहिले चाहिँ उसको दिदीले है ह्यापी बर्थडे राम्रोसँग के राम्रोसँग लाए नजिस्केर नबिगार्दैन जिस्किने होइन नि खै त गिफ्ट अहिले चाहिँ तन्वीको दिदीले गिफ्ट यता देखा न यता यता देखा न सेम गिफ्ट देखाइरहेको छ तन्वीको फुपूले अहिले चाहिँ बर्थडेको टिका लगाउँदैछिन् ए केक खुवाइदिएको टिका त पहिले नै लगाइदिइसकेको रहेछन् ल है ल